So guys, welcome to my new mini full vlog. आज चाहिँ हामी चाहिँ मात्र छौँ दाइ आरामले सुतिराख्नु भएको छ हेर्नुस् त्यही भएर हामी 7-8 मिनटहरु घर गयो क्या ओके तपाईहरु हाम्रो नि युट्युब म तपाईहरुलाई एउटा मिनी सानाहरु लगाउँछु पिक्चर बोर्ड धार्छु तपाईँ कलम गाछु माग्नु भएको भयो भने यस्तो गरेर हेर्नु भएको छ भने त्यो घर हो होइन अनि नि यो चाहिँ उयो सङ्गम दाइको सब्सक्राइबर उयो घर त होइन मिन्स आफन्तको यहाँ हेर्नुहोस् तपाईँहरूलाई यस्तो लिची हेर्नु छ भने आउनुहोस् हेर्नुहोस् कति धेरै लिची छ त्यहाँ चाहिँ रातो रहेछ है त्यो पनि झुप्पो झुप्पो रहेछ कुनै कुनै यति धेरै हामी चाहिँ चोर्न जाँदैनौँ अघिमा गएको चाहिँ त्यही भएर म चाहिँ जानु भइरहेछ जानु जस्तो जानु त जानु त मन लाग्छ यहाँ त्यस्तो तपाईहरु यो ठाउँमा पनि आउन सक्नुहुन्छ यति सागपातहरु अनि हामी चाहिँ नि यहाँ हाम्रो परिवारहरुलाई सोधेर गर्न सक्नुहुन्छ हामी चाहिँ संगम दाइले सोधेर बनाएको भिडियो संगम दादा उता मस्तले खराता मारेर सुत्नुहुँदैछ के गाइस त्यही भएर हामी सोधेर बनाउँदैछौँ दादाको मोबाइल फुट्यो भने हाम्रो जिम्मेवारी हुन्छ जाम हाम्रो यहाँको सबसे मेन राम्रो चिज हो भ्यू हेर्नुहोस् यति राम्रो भ्यू छ यहाँ हेर्नुहोस् पहाड त्यो ब्लू कलरको छ नि त्यो चाहिँ मेरो घर हो ब्लू कलरको यस्तो हालेको त्यो चाहिँ मेरो घर हो ब्लू कलरको मैले भनिरहेछु अन्त त म आएको गर्दिन्छु है ट्रेनिङ रुपाको भनिरहेछु खोइ हल तिमीले हल्लाइरहेछ उ त ब्लू कलरको घर चाहिँ देख्नुभयो होला तपाईले ब्लू कलरको त्यो घर चाहिँ नि उसको अलिक मान्छे भयो है तिमी त्यही बस अलिक टाढा जाऊ ओ घर चाहिँ अलिक टाढा जाऊ अलिक अझै जाऊ नाकी जाऊ न अनि पो देखिन्छ त चाहिँ उसको अनि उ चाहिँ झुन्डी नाटक छ गाइजहरु झुन्डा के अरे म यो गाइजको खुट्टा सो गाइज हाम्रो मात्र हामीमा तपाईं आपको बोट पनि देख्न सक्नुहुन्छ केराको बोट पनि देख्न सक्नुहुन्छ चक्कटा पनि छ यो दाइले गर्देको चक्कटा चाहिँ हेर्नुस् यो दाइको अनुहार हेर्नुस् है म तपाईहरुलाई मजाले देखाउँछु फुल आपकटाको चक्कडाको मान्छेको अनुहार उहाँको जुङ्गा पलाइसको अहिलेसम्म 12 क्लासमा हुँदो रहेछ फेल गर्नु ल तपाईहरुलाई के लाग्छ उहाँहरुको छैन अब चाहिँ फेल हुन्छ होला उहाँको उयो गर्नु हुन सक्छ कि सक्दैन कि खोज्नु पर्छ त्यसो हामी खोजिदिन्छौँ यो दाइको गर्लफ्रेन्ड खोज्नु पर्छ कि पर्दैन त्यो कमेन्टमा गरिदिनुहोस् गर्लफ्रेन्ड खोज्नु पर्छ कि पर्दैन त्यो कमेन्टमा गरिदिनुहोस् यो चाहिँ हाम्रो घर हो
यो के नै भन्नु सक्छु म तपाईहरुलाई म तपाईहरुलाई एकछिन पछाडी मिल्छु है सो गाइस जब चाहिँ हामी तपाईहरुलाई नि यो यसको नाम के अरे यो मोबाइलको नाम यो मोबाइल ओनर ल हामी यसको जुम देखाइदिन्छौँ है पुरै तोमा गाइस उसको किन हो अब 3 अलिक नजिक जाउँ त 3 2 चाहिँ तो सर एरोप्लेन कहाँ छ गाइस एरोप्लेन हामी खोज्दैछौँ तपाईलाई जुम देखाउन सुन तपाईहरुलाई म जुम देखाइदिन्छु त्यसो हुन्छ भयो very cheese one cheese ज्यादा छ बा उसँग भन्दैले ब्लग चलाबाट कसरी हाल्नुहुन्छ ल ल हामी अलिक टाढा आम त अनि म तपाईहरुलाई जुम देखाइदिन्छु यो हाम्रो घर है अलि टाढा आउ न अनि यता हैन 10 very बाटे हैन very cheese one यता very see very cheese one cheese अहिले हामी तयकोले चाहिँ टोड्छौँ नि यो मान्छे भेट्छौँ त म भेट्छु ल नि त हामी जान्छौँ नि त त्यहाँ छ लिचीको निशाना गाइस हामीले चाहिँ चोर्न गएको म बस्दिन्छु तिमी भेट्छौ म भ्लग गरिदिन्छु त्यहाँ छैन नि त यहाँ छ नि त यहाँ त तिमी गरौ न के हुँदैन म टिप्दिन सक्छु तिमी त त्यही नजिकै नै छ म त झनै सक्छु धेरै टिप है धेरै नाइके बिस्तारै ओ देख्यौ यति धेरै रातो छ टिप है मजाले टिप्न सक्छौ म पनि टिप ओइ यो पर्ख तिमी बनाउनु आज टिप्छौँ नि ल दादा चाहिँ मार्नुहुन्न र आज एउटा मलाई लाग्छ हजुर के भन्नुभयो सो गाइस हामीलाई चाहिँ यत्रो पायौँ गाइस मजाले खाने कसैलाई पनि नदियो है दिनुभएको सँगम त इडलीको भार सो गाइस मैले चाहिँ यति लिएको मलाई चाहिँ यिनीहरूले केही पनि राख्नु दिएन राख्नु धरन
लौ नामले रातो खालको दो रातो त छैन तिम्रो बोर्डमा छ त झन् रातो छ तिम्रो मैले झन् खगेर ल्याएको उसको लागि भाइ चाहिँ कसरी लड्यो उ चाहिँ हिँड्दै थियो नालीमा घुस्रो घुस्रो हड्यो भने मिठो छ घुस्रो लड नि घुस्रो कि लड हो मैले देखेर त म भागेको बोका सुधा को खानु मलाई खाइसकिन छोरा कताको कसको साथी हो बर्खा पुग्यो वर्षा बाइ बाइ म त दिन्न हामी पनि दिन्नम ल त्यो पात चाहिँ टिप्यो त्यो त्यसको आप चाहिँ टिप्यो भने नि वर्षा मेरो भन्ने टिप्न जाऊ न अनि तिम्रो ढाड भन्छ यो तिम्रो हो कि तिम्रो हैन यहाँ हेर्नुस् 1 2 3 4 5 पाँचवटा छ मेरो 3 वटा के पनि चोर्नुले तिम्रो घरमा बोर्ड छ त अनि मैले टिप्न सक्नु पर्यो नि त टिपेर आउँछ त बासले सकिहाल्छ नि लगाउनु हैन हजुर के भयो वर्षा अघिदेखि 60 छुट्टिएको छ कि नाइमा भित्रेर यस्तो नाम सो गाइस के भन्ने गाइस छोडेर चोरको बाइ